नमस्ते। आज पनि म फेरि उपस्थित भइसकेको छु नयाँ भ्लग लिएर हजुरहरूको सामु। अहिले चाहिँ म घरमा एक्लै छु। मम्मी बाबाहरू नि बजार जानुभएको छ। नानीलाई मैले स्कुल पठाइसकेको छु। अब खाना पनि खाएको छैन मैले, सबैले खाएर जानु भइसक्यो। आरुषीको बाबा पढाउन जानुभएको छ, अब आउने बेला भइसक्यो। म खाना पकाउँछु अब हाम्रो लागि तातो। त्यहाँबाट हामी उहाँ आउनुहुन्छ अनि हामी खाना खान्छौँ। अनि यहाँ घरहरू केही सफा गरेको छैन, बिस्ताराहरू मिलाउने यताउति गर्नु छ अनि गर्छौँ। र आज हामी बुढाबुढी छौँ, घरमा हुन्छौँ। के भन्छ अरे, आज घरको सबै काम हामीले गर्नुपर्ने हुन्छ। गाईहरू छ नि त, तिनीहरूलाई पनि हामीले पानी खुवाउने अनि अब त्यो गोबरहरू सोर्ने, घाँसहरू हाल्ने काम हामीले गर्नुपर्ने हुन्छ। हेरौँ आजको दिन हाम्रो के कसरी जान्छ। साथीहरू, आजको चाहिँ यो मौसम भने एकदमै राम्रो छ होइन। अघिसम्म चाहिँ बादल लागिरहेको थियो भने अहिले चाहिँ घाम लागिरहेको छ होइन। घरि घाम लागेको छ, घरि बादल लागेको छ, घरि पानी आउला जस्तै भइरहेको छ। यसरी हेरिरहेको बिचरा कुखुराहरूले चाहिँ हाम्रो घरको कुखुरा हो, घरमै खानको लागि पालेको। र साथीहरू, हाम्रो घरको चाहिँ होइन यो बारीहरू म यसो देखाउँछु के फलिरहेको छ तरकारीहरू। म हजुरहरूलाई अलिकति देखाउन चाहन्छु होइन। अब चाहिँ यहाँ छ सिमी होइन। यो सिमी के भन्छ यो सिमीलाई यस्तो छ यो सिमीहरू यति धेरै यति राम्रो फलिरहेको छ होइन। यो पुरै सिमी नै हो क्या, उतासम्म छ क्या यो सिमी, उता पुरै सिमी छ है। अनि उतापट्टि चाहिँ उत्तो चाहिँ केराउ मटर भन्छ नि, त्यो फलिरहेको छ, टन्नै फलिरहेको छ। अनि यता यो फर्सीको झाङहरू हो यिनीहरू। यस्तो फर्सीको मुन्टा प्लस फर्सीहरू पनि फलिरहेको होला। यता मैले खासै हेरेको छैन। फर्सीको कैँडा पनि लागिरहेको रहेछ यतापट्टि, कता देख्नु भएको छैन। यसरी फलिरहेको छ। त्यहाँबाट आउँछ हाम्रो यो धनियाँ चाहिँ लगभग सकिसकेको छ होइन। अलिअलि त छ अहिलेलाई खाना, तर अब लगभग सकिने बेला भइसकेको रहेछ। यो भने अर्ग्यानिक काउली होइन। अनि यो एकदम अर्ग्यानिक चाहिँ फर टाइपको के घरकै भएर होला, तर यो हेर्दा यस्तो भए पनि खाँदा के पकाएर खाँदा त बबालै टेस्टी हुन्छ के। यता चाहिँ यो चाहिँ अलिकति भए पनि राम्रै खालको रहेछ। यो अलिक फ्याट रहेछ होइन। यस्तै हो यता पनि फर्सीहरू। अनि हजुरहरूको घरतिर चाहिँ यसलाई के भन्नुहुन्छ? यो त हाम्रो घरतिर बकुल्ला हो कि समथिङ के भन्छ हो, यसलाई बकुल्लै भन्छ क्या हो होइन। अनि यस्तै छ यतातिर। अनि उतातिर चाहिँ गाईहरूलाई घाँस गाईहरूको के घाँस छ नि त। अनि हाम्रो बारीमा चाहिँ त्यस्तो केही पनि लगाउनुमा घाँसै हो, गाईहरू पनि छैन। अनि यति नै हो, यहाँ गाई यति घाँसै हो, अरू केही पनि लगाउनु भएको छैन। यिनीहरू भनेको घरमै खाने तरकारी हो नि त। अनि यो भनेको लसुनलाई चाहिँ यसरी बाँधेर राख्ने बेला भइसकेको रहेछ। उतापट्टिको चाहिँ अलिक टाइम नभएको भएर यतिकै छ। यो त हामी तरकारीमा पत्ता हालेर खान्छौँ कि कस्तो मिठो हुन्छ नि त, मासुहरूमा बगाल्दै हुन्छ नि त होइन। यति नै हो हाम्रो बारीहरूमा, केही पनि लगाएको छैन अरू खासै तरकारीहरू चाहिँ अहिले रहेछ। भात खाना गेटिङ लेट भइसक्यो। आज चाहिँ हाम्रो बर्गर खाने प्लानिङ भइरहेको छ, त्यसैले ब्रेड लिएर आउनुभएको छ। कतिवटा छ यो ब्रेड? सो गाइज, अब चाहिँ गाईलाई पानी खुवाउँछु भनेर यस्तो खानासाना खाएर भाँडा माझेर ठ्याक्कै बसेको थिएँ होइन। बाबा पनि आइदिइहाल्नु भयो। अब मैले गाईलाई पानी खुवाउनु परेन, त्यसैमा म खुसी छु। यही पानी खुवाउनको लागि रेडी हुनुहुन्छ। त्यो एउटा गाई, यो एउटा भयो, यो चाहिँ बाछी नै रहेछ। यिनीहरूले चाहिँ दुध दिन्छन् यो दुइटाले। अनि अब हाम्रो बाबाले चाहिँ दुध कति दिन्छ त्यो चाहिँ मलाई थाहा भएन, तपाईँलाई नै थाहा होला। यसरी यो चोकर दाना के हो हालेर, नुन सुन के हालेर पानी दिनुपर्छ। हाम्रो बाबाले पानी खुवाउँदै हुनुहुन्छ। अब यिनीहरू तयारीमा छन् पानी खानको लागि, रेडीमा छन्। बिचरा यिनीहरूलाई पनि तिर्खा लाग्यो होला नि त होइन। दिउँसोको 1 बजिसकेको छ। गाईतर्फ जानु भइसकेको छ पानी खुवाउनलाई। बिचरा यिनीहरू कति आतुर थियो त। ल हेर्नुहोस् त कसरी खाएका। पानी भनेको त कति खान्छन् हो दामनाहरूले। हाम्रो बाबा फेरि डाम्ना भन्दै हुनुहुन्छ। बिचरा गाई सोल्टीहरूलाई मैले पानी खुवाउनु पर्छ होला भन्दै अघि नै भिडियो बनाइराखेको थिएँ। ठ्याक्कै बाबा आइहाल्नु भयो। अब हामी चाहिँ भर्खरै खाना खाएर म त भाँडा माझिराखेको थिएँ। भाँडा माझेर पानी खुवाउनु पर्यो भन्दै थिएँ, बाबा पनि आइहाल्नु भयो।
स्ट्यान्डर्ड छन् कि यति स्ट्यान्डर्ड छन् कि कुरै छोडिदिनु दुईटा बाटामा खानु दुईटा बाटामा यसरी पानी खान्छन् अर्कोले पनि त्यसको पनि दुईटै छ बाटा कति स्ट्यान्डर्ड हुन्छ हाम्रो गाईहरू है ओ माई गॉड गाईले पनि भनी गिन्ती गरी बस्यो महिना मरेपछि सिधै भट्टीतिर पर्स्यो नतान्नु त तान्नु लग्यो तानेपछि माथेपछि जतासुकै लडी बुटी खेल्ने के गर्ने जाँडको जातै यस्तो हाम्रो बाबाको गीत चाहिँ यस्तो छ ल हेर्नु न एउटा गीत गाउनु भनेको त झन् यस्तो पो गीत गाइदिनु भयो गाइजहरू हो यसरी हातले पनि हल्लाएर खानुपर्छ किनभने तल बाक्लो हुन्छ नि त त्यही भएर यसरी तल बाक्लो हुन्छ नि त अनि आज मैले यो बर्गर चाहिँ घरमै बनाएको यो वाला चाहिँ चिज हालेको छु यसमा चाहिँ चिज नहालिकन मैले बर्गर बनाइरहेको छु आज होममेड बर्गर आजको हाम्रो खाजा हो अझै दुईटा मात्रै छ अरू पनि मैले बनाइसकेको छु आफूले बनाएको बर्गर होममेड अहिलेको बर्गर भने यस्तो यसमा टमाटर प्याजहरू सबै राखेर अहिलेको सिम्पल बनाएको थियो भने अहिले चाहिँ सबै चिजहरू राखेर बनाएको छु यो चाहिँ मम्मीको भाग हो अघि मम्मी हुनुहुन्थेन त्यस कारणले मम्मीलाई अहिले भर्खर बनाइदिएको हामीले चाहिँ अघि खाइसक्यौँ हुन बाबाको त्यही अगाडिको भिडियोमा गोठमा गाउनु भएको भएर उसलाई पनि त्यसरी गाउनु पर्यो अरे भिडियो हेरेर हेलो फ्यामिली अब हामी बाबाको जस्तै भिडियो बनाउँछ यो कुन कलर होला भन यो अनि उयो अनि त्योभन्दा उताको ओ माई गॉड अनि यो 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 पात चाहिँ कुन कलर हो यो ओ कति जान्ने मेरो छोरीलाई मैले यो फुलको यो कलरहरूबाट पनि पढाउन सिकाउँदैछु होइन कुन हो भनेर उसलाई चिन्न सिकाउँदैछु उसले चाहिँ सबै चिन्ने रहेछ नि भमरा आउँदै मैले बनाएको थिएँ नि त्यो लसुन आदि बानेको हुनुहुन्थेन नि त नभएर अहिले चाहिँ बाबाले त्यो लसुन बान्दै हुनुहुन्छ अहिले छोरी फेरि काखमा छिन् यति दुःख दिन्छ काउली ल साथीहरू अहिले चाहिँ बाबाले हिजो मैले भनेको थिएँ नि त लसुन बानिसक्नु भएको छ आदि अनि अलिकति बान्नु भएको छैन भन्थ्यो बाबाले अहिले बान्दै हुनुहुन्छ कसरी बान्नु हुँदो रहेछ हामी चाहिँ यहाँ बारीमा हेर्न आइसकेको छौँ आरुसी र ममु लसुनहरू कसरी हो बान्दै हुनुहुन्छ म भिडियो गरिरहेको छु यहाँ हेर्नुहोला साथीहरू हजुरहरूलाई पनि थाहा छैन भने यो नयाँ आइडिया चाहिँ सिकिरहनु होला हाम्रो बाबाबाट यसरी गर्दा चाहिँ राम्रो हुन्छ अरे के लसुनलाई राम्रो हुन्छ अरे पछि वर्षभरि सुकेर फोस्रो हुने सम्भावना हुँदैन तर टुप्पो सुक्न लगाएपछि अनि बल्ल त्यसलाई यसरी बटारेर यसरी छिराइदिएपछि यसको माथि तान्ने पर्ने पोषणहरू कम हुन्छ र गानामा राम्रोसँग लाग्छ आउनु साथीहरू कतातिर झाडबाट भाँचिसकेपछि त त्यसरी भाँच्ने भात पल्टाउने होइन यसरी बाटेपछि पोषण माथि आउन नपाएपछि गानो राम्रोसँग फैलिन्छ र सुक्दैन भोलि खडेरीमा सुकेको धेरै समस्या आइरहेको छ लसुनमा होइन यो हाम्रो खेती गर्ने फार्मिङ तरिका नजानेर नि हो मैले गत 2-3 वर्षदेखि यसरी नै गरेको हुनाले धेरै राम्रो हुँदै आएको छ यति बारीमा लगभग 50 किलोको अनुमान लगाएको थियो लसुनको हुन्छ पनि तर यसरी गाँठो नपार्ने भने 30 किलो 35 किलो भन्दा हुँदैन 15 किलो बढ्छ वजन पनि लसुन पोटिलो र पोसिलो अनि नबिग्रनु भएको कारणले गर्दाखेरि मैले यसरी बान्ने गरेको छु तपाईँले कसरी बान्ने गर्नुभएको छ बान्नु भएको छैन भने बान्नु होला बानेको चाहिँ म नजिकबाट भिडियो गरिदिन्छु हजुरहरूलाई राम्रोसँग देखेको मान्छेहरू अहिले क्लियरली हेर्नु होला बान्नलाई सहयोग गर्नु होला सबैलाई सेयर गरेर त्यसरी बटारेर तपाईँलाई नयाँ नयाँ भिडियोहरू अपडेट आउनेछ नोटिफिकेसन तपाईँहरूले छिटो नै पाउने हुनेछ त्यही भएर च्यानललाई सब्सक्राइब लगायत सेयर पनि गर्नु होला लाइक त त्यसै गर्नुहुन्छ साह्रै छ किनभने राम्रो कामको लागि लाइक गर्ने हाम्रो नेपाली चलनै छ यो राम्रो हो कि नराम्रो हो तपाईँ आएर आफै छुटाउनु होला ट्याक्क लाएर यसरी बान्ने
यसरी सुई बटार्ने केही गर्नु पर्दैन काटसाटो पार्नु सो साथीहरू हिजो चाहिँ भिडियोलाई इन गर्न पाएको थिइनँ अहिले चाहिँ म भिडियोलाई इन गर्दैछु के कस्तो लाग्यो हजुरहरूलाई प्रतिक्रिया दिनु होला थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो बाई